हजुर नमस्कार। बिरबल द वर्ल्ड वाइड युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज म यहाँहरूलाई मेरो घरको बगैँचामा 82 सालमा फलेका विभिन्न फलहरू को दृश्यावलोकन गराउन चाहन्छु। अहिले म लिची यसपालि के कति फलेको छ भन्ने कुरा देखाउँदैछु। अन्य वर्ष चाहिँ यो वर्ष पनि लिची अधिक नै फलेको छ र अब लिची पाक्ने तर्फमा छ। मेरो घरको बारीमा रोपिएको मकै पनि दाना दिने चरणमा पुगिसकेको छ। यो ग्रीन टी को बोट हो, स्वादिष्ट हुन्छ। कालो चियामा यसको पात मिसाएर पकाउने हो भने चियाको स्वाद बेग्लै हुन्छ। बारीमा केही अनार पनि फलेको छ। यसपालि कागती पनि मनग्गे फलेको देखिन्छ। भर्खरै रोपिएको कलमी अम्बाले फल दिन सुरु गरेको छ। यो स्याउको बोट हो। बारीमा उखु पनि रहेको छ। यो अनारको दाना, अर्को बोट। यता उखु अलि बढी छ। भोगटे निबुवा अनि प्रशस्तै फलेको छ यसपालि। यो एभोकाडोको बिरुवा हो। यसको 1 वर्ष पुगेको छ। यो जामुनको बोट हो। यसपालि फुलेको थियो तर फल लाग्न सकेन। अर्को अनारको बोट र फल। यो काँक्रोको बोट हो। यसपालि काँक्रो प्रशस्तै फलेर खुबै खान मिलेको छ। यो अमलाको बोट हो। यहाँ अनारको बोट। यहाँ तरबुजा पनि रोपिएको छ र तरबुजा फलिरहेको छ। यसपालि नयाँ अङ्गुर रोपिएको छ। यसभन्दा अघिको अङ्गुरको बिरुवा मर्न पुगेको थियो। यहाँ शीतल चिनी को बोट पनि रोपिएको छ। यो कलमी आम, यसको 1 वर्ष पुगेको छ। यो कलमी आम। मेवाको बोट फल दिनको लागि तयार छ। तरबुजाको फल उन्नत खालको जामुनको बोट हो। यो ढोढरीबाट लिएर लगाएको। बारीमा लौका पनि प्रशस्तै फलेको छ। यसपालि आँप पनि प्रशस्तै फलेको देखिन्छ।
लटरम्मै छ। फर्सी पनि छ बारीमा फलिरहेको छ। यता भिन्डी पनि फल्दिरहेको छ। मेरो घर भान्साघर बोडी र मकैको मिश्रित खेती। बोडी फलेर सकिन लागिसकेको छ। 12 महिना फल्दिने कागती खुबै फलेको छ। फाइनली मैले यहाँहरूलाई ड्र्यागनको बोट देखाइरहेको छु। ड्र्यागन धेरै पोसिलो फल्दिने बिरुवा हो। मेरो घरमा 4वटा बोट छ यस्तै गरी। आजलाई यति ल, थ्याङ्क यू भेरी मच। फेरि भेटौँ।